संघर्ष र धेरै ठुलो बलिदानीबाट प्राप्त संविधान र स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्दैछ भन्ने सन्देश बोकेर आज कांग्रेस गाउँ गाउँमा घर घरमा टोल टोलमा चाहिँ पुग्ने तयारीका साथ आएको छ। त्यसै अनुरूप नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्धारण गरेको कार्यक्रम अन्तर्गत आज देशैभरिका 753 वटा स्थानीय तहहरू महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका सबै ठाउँमा चाहिँ आज यी विरोधका कार्यक्रमहरू गरिएका छन्। यो सन्दर्भमा 5 गतेको तो हठात रूपमा केपी ओलीले जुन कदम उठाउनुभयो, जसरी चाहिँ हाम्रो संसदलाई विघटन गर्नुभयो र त्यसपछि थुप्रै चाहिँ अनुत्तरित चाहिँ प्रश्नहरू हाम्रा बीचमा आएका छन्। अन्धकार जस्तो छाएको छ। अब मुलुकले स्थायित्व प्रदान प्राप्त गर्यो। अब स्थायीको सरकार 5 वर्ष चल्नेछ, जसले केपी ओलीले भने जस्तै गरेर समृद्ध नेपाल र सुखी नेपालीको त्यो यात्रालाई तय गर्नेछ, जसमा हामी सबै नेपालीहरू सहर हुनेछौँ। सबै नेपालीहरू त्यो बाटोमा अगाडि बढ्नेछन्। त्यो अपेक्षा आम नेपालीले लिएका थिए र नेपाली कांग्रेसले पनि त्यही चाहेको थियो। नेपाली कांग्रेस प्रतिपक्षमा रहँदै गर्दा यहाँको केपी ओलीको सरकार र तिनका मन्त्रीहरूले गरेका कुकृत्यहरू, भ्रष्टाचारहरू, बेतिथीहरूलाई चाहिँ संसदमा उठान गर्ने, हाम्रा मान्य सांसदहरूले संसदमा बोलेको सुन्नुभयो भने जनताका भावनाहरूलाई त्यहाँ मुखरित गर्नुभएको छ। नेपाली कांग्रेस 3 वर्षसम्म प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन, सडकमा आउन सकेन, आगजनी गरेन, चक्काजाम गरेन, ढुङ्गामुढा गरेन नेपाली कांग्रेसले भन्ने थुप्रै किसिमका आरोप नेपाली कांग्रेसलाई खेपिरह्यो। नेपाली कांग्रेसले खेप्यो। त्यो खेप्नको कारण नेपाली कांग्रेस विधिको शासन चाहन्छ। संसदमा जनताका कुराहरू मुखरित गर्ने, त्यहाँ आवाजहरू उठाउने र त्यसको समाधान सरकारले त्यहीँबाट दिने व्यवस्थालाई स्थापित गर्न चाहन्छ। ढुङ्गामुढाको बलमा, आगजनीको बलमा, हत्या र हिंसाको बलमा चाहिने न्याय माग्ने जुन परिपाटी छ, त्यसको अन्त्य नेपाली कांग्रेस चाहन्छ। त्यो किसिमको स्थितिलाई स्थापित गराउन खोजिरहेको थियो नेपाली कांग्रेसले। नेपाली कांग्रेस पार्टी शान्ति प्रेमी पार्टी हो। 2007 सालदेखि यहाँसम्म आइपुग्दा फेरि नेपाली कांग्रेसले उठाएका प्रत्येक कदमलाई हेर्नुहोस्, नेपाली कांग्रेसले लिएका प्रत्येक अभियानहरूलाई हेर्नुहोस्। कहीँनिर जनतालाई जनता भिडाएर, जनता लडाएर नेपाली कांग्रेसले आफ्नो राजनीतिक स्वार्थ पूरा गरेको छैन। नेपाली कांग्रेस जहिले पनि लडेको छ, जनताको हक हितका लागि लडेको छ, जनताको अधिकारको लागि लडेको छ, प्रजातन्त्रको लागि लडेको छ, राष्ट्रियताको लागि लडेको छ र राष्ट्रिय एकताका लागि नेपाली कांग्रेस लडेको छ। तर अन्य दलहरूलाई हेर्नुहोस्, आफू सत्ता प्राप्ति गर्नका निमित्त जातका नाममा राजनीति गरियो, वर्ग राजनीतिको चाहिँ मुद्दा लिएर आएका कम्युनिस्टहरू आखिरमा जातीय विभाजन गर्ने गरी मुलुकलाई चाहिने संघीयतामा लाने प्रस्ताव गरेका हाम्रा सामु विदित नै छ। हामीहरूले चाहिँ चुनावमा हार्छौँ, चुनावमा जित्छौँ, त्यो कुरालाई नेपाली कांग्रेसले महत्त्व दिँदैन। म अहिले पनि आग्रह गर्न चाहन्छु, हामी निरन्तर रूपमा भन्नेछौँ, यो केपी ओलीको नेतृत्वको सरकारले, केपी ओलीले गरेको कदम असंवैधानिक छ, अलोकतान्त्रिक छ, संविधानको बर्खिलाफ छ। यसको बर्खिलाफ हुने कुनै पनि काममा नेपाली कांग्रेस सहन सक्दैन। हामीले अहिले यो बनेको संविधान योभन्दा अगाडि बढेका संविधान जस्तो होइन। यो जनताबाट निर्वाचित सांसदहरू, जनप्रतिनिधिहरूले एउटा सभाले बनाएको चाहिँ संविधान हो। यो सानो मेहनतले आएको छैन। संविधान सभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेस हार्दैछ। नेपाली कांग्रेस सानो पार्टीमा रूपान्तरण हुन्छ भन्ने थुप्रै सूचनाहरू गिरिजाबाबुलाई थिए। तर पनि गिरिजाबाबुले भन्नुभयो, एउटा चुनाव नेपाली कांग्रेस हारेर केही हुँदैन, तर देश हार्नु हुँदैन। अहिले बल्ल बल्ल सशस्त्र द्वन्द्वमा घुमिएको यो चाहिँ कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी, तत्कालीन माओवादी, त्यसका कारणले देशमा चाहिँ जुन हिंसा व्याप्त छ, यसलाई राजनीतिक मूलधारमा ल्याउनका लागि पनि एउटा निर्वाचन आवश्यक छ। त्यो निर्वाचनले जुनसुकै दललाई स्थापित गरोस्, तर बन्दुकका बलमा सत्ता पाइन्छ भन्ने, बन्दुकका बलमा सत्ता कब्जा गर्नुपर्छ भन्ने
कम्युनिस्टहरूलाई बन्दुकको बलमा होइन जनताको मतमा सत्ता स्थापित हुन्छ भन्ने मान्यतामा ल्याउनुपर्छ। त्यसकारण पनि यो पहिलो संविधान सभाको निर्वाचन भनेकै मितिमा आवश्यक छ भनेर जिम्मेवारीपन नेपाली कांग्रेसले देखाएको थियो। तर के अहिले भरोसा गर्न सकिन्छ? अहिलेको केपी ओली नेतृत्व सरकारले भनेकै मितिमा निर्वाचन गराउँछ। त्यसमा नेपाली कांग्रेसलाई शंका छ। शंका नभए पनि जुन संविधानलाई मिच्ने काम गरिएको छ, धेरै भन्दा धेरै 90% सांसदहरूले सही गरेर बनाएको संविधानको बर्खिलाफ काम भएको छ, संविधानका पानाहरू च्यात्ने काम भएको छ। त्यसको विरुद्धमा नेपाली कांग्रेस निरन्तर रूपमा सडकमा रहनेछ र म आग्रह गर्न चाहन्छु नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील र लोकतन्त्र प्रेमी आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई, यो हाम्रो आन्दोलन, यो हाम्रो संघर्ष त्यसै रोकिने छैन। हामी संघर्षको यो मैदानबाट संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई बलियो बनाउनेछ र संविधानलाई स्थापित गराउनेछौँ। अनि बल्ल मुलुकले समृद्धिको यात्रा तय गर्न सक्छ। हामीलाई थाहा छ अशान्ति र अस्थिरताको जगमा कुनै पनि समृद्धिका अभियानहरू अगाडि बढ्न सक्दैनन्। यदि हामीले समृद्धि चाहेकै हो, यदि हामीले विकास चाहेकै हो, यदि हामी नेपाली जनतालाई सुखी बनाउन खोजेकै हो भने विधिको शासनलाई स्थापित गराउनुपर्छ। त्यो स्थापित गराउने भनेको अहिलेको यो संविधानको मर्ममा जुन प्रहार भएको छ त्यो प्रहारबाट यो सरकारलाई फिर्ता गराउने हो, संसदलाई पुनर्स्थापित गराउने हो। यसका लागि हामी चाहिँ सर्वोच्च अदालत अथवा संसदीय अथवा चाहिँ हामीले अदालत र न्यायालयलाई हामीले चाहिँ धेरै ठुलो दबाब सिर्जना गर्दैनौँ। तर के विश्वास छ भने हिजोको दिनमा शाही आयोग जुन गठन भएको थियो त्यसलाई पनि विघटन गरेर आफ्नो सही न्याय स्थापित गरेको न्यायालयले यसका बारेमा पनि सही निर्णय गर्नेछ र नेपाली जनताको मनमा अझै पनि न्याय मरेको छैन भन्ने सन्देश दिनेछ भन्ने हामी विश्वास राख्दछौँ। हामी मध्ये केहीलाई लाग्न सक्छ अहिले अवसर सही छ, अहिले हामी चुनावमा जान पाए जितिन्थ्यो। नेपाली कांग्रेस हार्ने र जित्नेको कुरा गर्ने होइन, नेपाली कांग्रेसले विधिको कुरा गर्ने हो, संसदको हाम्रो चाहिँ संविधानको कुरा गर्ने हो। संविधानलाई स्थापित, संविधानलाई चाहिँ कार्यान्वयन गर्ने सन्दर्भमा नेपाली कांग्रेस कहीँ चुक्नु हुँदैन। नेपाली कांग्रेसका सबै कार्यकर्ताको भावना एक हुनुपर्छ र त्यसै अनुरूप नेतृत्वले पनि निर्णय गर्नेछ। त्यो विश्वास चाहिँ हामीले लिएका छौँ। आदरणीय उपस्थित सम्पूर्णमा म हार्दिक अनुरोध गर्न चाहन्छु, हामी विभाजित मानसिकता लिएर क्षणिक लाभको कुरा लिएर अब हामी घटबैलोमा जाने होइन। यहाँ आउनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनी मात्र होइन, हिजो नेपाल कम्युनिस्ट पार्टी नेकपालाई मत हाल्ने बौद्धिक व्यक्तित्व युवा वर्ग सबैलाई अनुरोध गर्न चाहन्छु, एक पटक भोट लिएर सोच्नुहोस्। सस्तो लोकप्रियतामा, खोक्रो राष्ट्रवादमा, लोकतन्त्रको खोल ओढेका भरमा जुन विश्वास गर्नुभएको छ र आज नेपाल र नेपालीलाई जसरी कुठाराघात गर्ने, जसरी प्रहार गर्ने, जसरी लोकतन्त्रलाई कमजोर बनाउने र कुनै न कुनै नामको चाहिने निरङ्कुशता अथवा अधिनायकवाद लाने प्रयत्न भएको छ, यसका बारेमा गम्भीर भएर सोच्न म अनुरोध गर्न चाहन्छु। नेपाल शान्ति प्रेमी देश हो, विश्वले विश्वास गरेको देश हो, शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मेको देश हो। यो देशका हामी नेपालीहरू बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय छ। हामी बीचको चाहिने विविधतामा जुन एकता छ त्यसलाई स्थापित गराउने, सबै जात धर्म वर्ग समुदायको नेतृत्व गर्ने नेपाली कांग्रेस पार्टी मात्रै हो। यहाँले स्मरण गर्नुहोस्, पहिलो संविधान सभाको निर्वाचन पश्चात संसद भवनलाई घेर्ने कति जाति हामी गएका थियौँ। हामी क्षेत्री भएर गयौँ, ब्राह्मण भएर गयौँ, गुरुङ भएर गयौँ, मगर भएर गयौँ, थारू भएर गयौँ, जनजाति आदिवासी भएर गयौँ। यिनीहरूले जहाँ जहाँ गए आफ्नो सस्तो लोकप्रियताका लागि, आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्नका लागि हामीहरूलाई उचाले र हामी उचाल्यौँ। हठात रूपमा राति 12 बजे 6 वर्षपछि संसद विघटित भयो। 6 वर्षमा 4 चोटि संविधान सभा हाम्रो एजेन्डा हो भन्ने कम्युनिस्टहरूले नेतृत्व गर्दै गर्दा संविधान दिन सक्नु भएन। अन्ततगत दोस्रो संविधानको निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा, सुशील कोइरालाको नेतृत्वमा चाहिँ संविधान जारी भएको छ। नेपाली कांग्रेस एक्लैले जारी गरेको संविधान होइन यो पनि सहमतिको
दस्तावेज हो, तर यो सहमतिको दस्तावेजमा धेरैभन्दा धेरैका चाहिँ भावनाहरू समेटिएका छन्। धेरैलाई चाहिँ सन्तुष्ट बनाउने काम भएको छ। हिजो संविधान जारी गर्दै गर्दा असन्तुष्टि व्यक्त गरेर संविधानलाई जलाउने, संविधान दिवसलाई कालो दिवस मनाउने ती मधेसवादीहरू र आज यही संविधानको सिँढी चढेर सत्तामा पुगेर आज संविधानका पानाहरू च्यात्ने कम्युनिस्टहरूका बीचमा नेपाली कांग्रेसले कुनै फरक देखेको छैन। हामीले कुनै फरक देख्नु हुँदैन। ती संविधान जलाउने र आज संविधानका पाना च्यात्ने कम्युनिस्टहरूलाई आउने निर्वाचनमा सचेत र बुद्धिजीवी नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले चाहिने त्यसको अवस्था देखाउने छन्। त्यो विश्वास हामीलाई छ। म फेरि पनि भन्न चाहन्छु, अब निर्वाचन होस्, नेपाली कांग्रेस ठुलो पार्टी होस् भन्नका लागि भन्दा पनि हाम्रो संसद, हाम्रो संविधान कार्यान्वयन हुनुपर्छ। संविधानलाई कार्यान्वयन गर्ने दिशामा सबै नेपालीहरू एकजुट भएर अगाडि बढ्नुपर्छ। भोलि जोसुकै सरकारमा जाओस्, नेपाली कांग्रेस जाओस्, कम्युनिस्ट पार्टीहरू जाओन्, अन्य दलहरू जाओन्, तर संविधानका खिलाफ काम गर्नेहरूका लागि यही किसिमको चाहिँ नसिहत नेपाली जनताले दिन्छन् भन्ने नजिर अब स्थापित गराउन जरुरी छ। म त्यही कुरा यहाँका बीचमा विशेष आग्रह गर्दै आज 753 वडामा छन्। भोलि 8 गते देशभरिका सबै गाउँ नगरका चाहिँ वडाहरूमा चाहिँ विरोध सभाहरू भइरहेका छन्। यो नेपाली कांग्रेसले आम कार्यकर्तालाई मात्रै जागृत गर्ने होइन, आम देशवासी लोकतन्त्र प्रेमी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई आज नेपाली कांग्रेस किन सडकमा छ भन्ने कुरा बुझाउन जरुरी छ। यही सन्देश लिएर हामी वार्ड तहमा जानेछौँ। वार्डबाट प्रत्येक घरमा चाहिँ हामी पुग्नेछौँ, नेपाली जनतालाई सुसूचित गर्नेछौँ। केपी ओलीले गरेका यी क्रियाकलाप र गतिविधिहरूको भण्डाफोड गर्नेछौँ। आज वास्तवमा यो संसद विघटनको कुरा खालि चाहिने यही एउटा हटेस पारामा मात्रै गरिएको छैन। यसका थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय कारणहरू होलान्। हामी त्यतापट्टि जान चाहन्नौँ, तर 3 वर्षको अवधिमा केपी ओलीको नेतृत्वमा रहेकाहरू, सरकारमा रहेकाहरू, मन्त्री भएकाहरू, ठुला ठुला पदमा रहेकाहरूले गरेका भ्रष्टाचार, बेथिति र कुकृत्यको घाँस छोप्नका लागि पनि आज यो कदम उठाइएको छ। सानो भ्रष्टाचार भएको छैन यो 3 वर्षको पिरियडमा, 3 वर्षको अवधिमा। अब यो नेपाली जनताले खोज्छन्, अब सदनमा यसका कुराहरू उठ्नेछन् भन्ने कुराहरूका कारणले पनि जनताहरूको ध्यानलाई त्यहाँबाट अन्त मोड्नका लागि यो हठेत रूपमा यो क्रियाकलाप गरिएको नेपाली कांग्रेसको आकलन छ, हाम्रो ठम्याइ छ। यसै कारणले यी बीचमा भएका गतिविधिहरू, क्रियाकलापहरू, संविधानलाई कमजोर बनाउने गरिएका प्रयत्नहरू, संविधानलाई कमजोर बनाउन ल्याइएका लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउन ल्याइएका थुप्रै खाले विधेयकहरू यी हाम्रा बीचमा तमाम रूपमा छन्। यी सबै कुराहरूलाई बुझेर बुझाउने अहिलेको कर्तव्य हो, हाम्रो काम हो। त्यो कामलाई हामी निर्वाह गरिरहेका छौँ। त्यही कुरा यहाँका बीचमा राख्दै पुनः एकपटक आज केन्द्रीय समितिको कार्यक्रम, केन्द्रीय समितिको निर्देशन अनुसार देवधर नगरपालिकाले जुन विरोध सभाको आयोजन गरेको छ र हामीलाई आमन्त्रण गरेर हाम्रा भनाइ राख्ने जुन अवसर प्रदान गरेको छ, त्यसका लागि म क्षेत्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै पुनः यहाँ एकपटक यहाँहरूको उपस्थितिलाई हार्दिक धन्यवाद दिँदै मेरा भनाइलाई यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।